भाइ खै बोलेन त भिडियोमा त बोल न 50 त महँगो भयो त हेरौँ यो कति 1 किलोको हो 1 किलो छ यसमा तिम्रो नाम के हो भन न त सोफिया के तामाङ तिम्रो मौसम कतिमा पढ्छौ अनि शनिबार चाहिँ सधैँ अमला बेच्ने हो तिमी के को छुट्टी छ अहिले एक्जाम लेखिसकेर त स्कुल त लाग्यो त अनि 2 गते भइसक्यो त अनि अमला म लान्छु के तिमीहरूको पर्ख न तिमीले अमला 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 मात्र भन्यो खै त किन्दैन नि त तिम्रो कहाँबाट ल्याएको तिमीले यो भन त कहाँ छ यसको बोट कहाँ आमोटे भनेको भिरमा अनि को चढ्न सक्छ तिमी चढ्छौ डुक कति किलो बेच्छौ तिमीलाई भन त कुन चाहिँ राम्रो छ अमला दुई खालको रहेछ है अमला ठुलो चाहिँ कुन हो यो सानो यो ठुलो यो सानो चाख्न देऊ मलाई एउटा कुन चाहिँ मिठो हुन्छ भाइ भन न त खै त अघि त बोल्दैन तिमी राम्रो बोल्दै थियौ अघि अहिले यो भिडियो देखेपछि त बोलेन त कतिमा पढ्छौ तिमी 6मा पढ्छौ कहाँ सिंगापुर उता पढ्यौ तिमी 5मा फर्स्ट हो के हो त तिमीहरूको म अहिले 1 किलो लगिदिन्छु ल भन ल भन न के भन्नुभएको छैन रिजल्ट आएको छैन भनेको तिमी पहिलाको फर्स्ट बोय हो के हो त होइन कुरा गर न म अहिले अब तिमीसँग अमला लिन्छु त कुरा गरेन भने त लिन्न है म अहिले भन्दैछु नि यो ठाउँको नाम भन त के हो के चौक फौदर सधैँ तिमीहरूले कति किलो अमला ल्याउँछौ भन त दाइले टिप्नु भएको अमला तपाईँले टिप्नु भएको अमला कसको अमला हो अनि यस्तो रुखमा चढ्ने चाहिँ अनि को हो यो बच्चाहरू हो यस्तो सानो बच्चाहरू लड्यो भने नि तपाईँहरूले यो अमला टिप्न चाहिँ लाउनु हुँदैन है बच्चाहरूलाई अमला बेचेको पैसाले उपचार गर्न पुग्दैन नि हो कि भन् त कसले टिपिदिन्छ अमला चाहिँ हो तपाईँ घर चाहिँ कहाँ हो यो ठाउँको नाम भन्नु त के हो होइन यो अहिले कुन गाउँपालिका हो भन्नु न इल्याङ कति नम्बर 2 हो यहाँको वडा अध्यक्ष को हुनुहुन्छ अहिले घुम्ती कान्छो नामै घुम्ती कान्छो अनि के थरी हो नाम के हो राम्रो काम गर्छ नि अहिले राम्रो युवा हो के हो भन्नु न राम्रो काम गर्छ नि तपाईँलाई उहाँले गरेको काम मनपर्छ अनि गेटिस बोकेर हिँड्नु भएको छ त चरा मार्न हिँड्नुभएको कतिवटा मार्नुहुन्छ दिनमा चरा भन्नु त नराम्री भन्नु न भाइ कतिवटा मार्छ तिमीले भन त सुत्यो त तिमी त किन सुतेको अल्छी लाग्यो
तिमी गफ गऱ्यो भने म किनिदिन्छु भन्दैछु त गफ गर न तिम्रो भरे यहाँ म सबै अमला किनिदिन्छु कति केजी छ भन त गाडी आउने बित्तिकै अमला 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 भन्छन् गाडीले रोक्दैन गाह्रो छ यो नानी र भाइलाई होइन दिनमा कति किलो बेच्छन् यिनीहरूले अमला भन्दै तपाईँको विचारमा बेच्छन् होला अलिअलि त 400-500 को बेच्छ भाइ भन न बेच्छ 3000 को बेचेको आम्मामामा कति किलो बेच्यो 3000 मा अनि यहाँ त डर पैसा कमाउँदो रहेछ तिम्रो 3000 चाहिँ लगेर कसलाई दियो तिम्रो पैसा हो त्यो अनि अहिलेदेखि पैसा कमाउन थालेछ त तिमीले त आम्मा पैसा कमाएर के गर्छ भन त भन न के गर्छ भन छिटो स्कुल ड्रेस हो र अनि किताब किन्छ हो किन्नु पर्दैन अनि गाउँपालिकाले दिन्छ कि स्कुलले दिन्छ किताब स्कुलले नि दिन्छ ड्रेस चाहिँ दिँदैन अनि ड्रेस पनि दिनु पर्यो हामीलाई भन्नु नि हामीलाई दिनुपर्छ सर हामीसँग पैसा छैन भन्नु पर्दैन हामी त अमला बेचेर किन्न लागेको ड्रेस भन्नु पर्दैन तिम्रो सरसँग म कुरा गरौँ ड्रेस किन्न चाहिँ कति लाग्छ पैसा भन न 1000 रुपैयाँ सिलाउन 1000 कपडा किन्न सिलाउनु पख म तिमीलाई 1000 को ड्रेस र कपडा चाहिँ मिलाइदिउँला सरलाई भनेर हुन्छ हाँस्दै छ बाबु भन न हुन्छ कि हुँदैन अँ त्यसो गर्दा कसो हुन्छ यो केटाकेटीलाई ठिक हुन्छ भन न कसो गरौँ यिनीहरूलाई त्यसो गरौँ भइहाल्छ तपाईँको घर चाहिँ कहाँ अरे कतिजना बच्चा छन् कि बिहे गरेको छैन कतिजना छन् छोराछोरी पढ्दैछन् कतिमा 2 क्लास सानो रहेछन् है सानो चाहिँ स्कुल जाँदैन ए त्यो नपठाउनु भएको ल त ल हाम्रो कुराको नि यति नै